यो हेर्न सक्नुहुन्छ तपाईँहरू कक्राझर नगरपालिकामा रहेका मठ वडा नम्बर 5 यहाँका जितेका स्थानीय प्रतिनिधिहरूले गर्न नसकेका काम यहाँका स्थानीय युवाहरूले केही कार्यहरू गरिराखेका छन्। ल हामी जाऊँ अब यहाँका चाहिँ केही प्रतिक्रिया लिउँ। स्वागतम छ सर तपाईँले सक्नुहुन्छ ल भन्नुहोस्। सबैलाई नमस्कार। म अजय प्रसाद विश्वास, म सामाजिक कर्ता यहाँको। म यो विषयमा 2 शब्द मात्र राख्न चाहन्छु। जसरी कि हामी यो काम कुनै लोभ कुनै इच्छाले गर्न लागेको होइन, कुनै हामी पार्टीको कार्यकर्ता हौँ नेता हौँ। जस्ट हामी आफ्नो हिन्दूलाई बचाउन, हिन्दूको अस्तित्व बचाउन, हिन्दूको मन्दिर बचाउन। हिन्दूको मन्दिरमा यो लागिरहेको पानी, टोयलेटको पानी, नालाको पानी लागिरहेको हिन्दूको लागि राम्रो भएन। हिन्दूको लागि भएन। हिन्दूको संरक्षण गर्नु पर्यो, हाम्रो हिन्दू धर्मलाई बचाउनु पर्यो। त्यो हिसाबले हामी लागिपरेका छौँ। त्यसैले हिन्दूमाथि पनि ध्यान दिने, सब धर्म एक हो तर ध्यान दिनु पर्यो हरेक धर्म। एटलिस्ट आफ्नो अस्तित्व बचाउनु पर्यो। त्यही हिसाबले तपाईँहरू आउँदो चुनावमा वाडाको होस्, मेयरको होस् या सांसदको होस्, ध्यान दिएर मत दिनु होला। आफ्नो एउटा मत बहुमूल्य हुने गर्छ। एउटा मतले मान्छे हार्न पनि गर्छ, जित्ने पनि गर्छ। त्यो कस्तो मान्छेले मत दिँदै हुनुहुन्छ त्यो मान्छेलाई भेट्न आइरहेको छैन। तपाईँ फोन उठाएको छैन। तपाईँ गाउँ समाजमा के कमी कमजोरी भइरहेछ, के समस्या भएको छ, त्यो समस्या नि हेर्न आउनु पर्यो। त्यस्तो नेतृत्व गर्ने मान्छेलाई चयन गर्नु होला। म यति भन्न चाहन्छु। यति, धन्यवाद। ल।